ल साइमन सर यहाँ हुनुहुन्छ अर्को भाइ त्यहाँ छ आँटेको ल हामीहरू कता गएको भन त कताबाट हिजो आएको म यहाँ है गाउँमा छु गाउँको हरियो हरियाली धान दिइरहेको छ ल तिम्रो म सोध्छु अशोक भाइ त कहाँ हिँडेको कहाँ जाने घुम्नु पर ल एकछिन अब साइमन भाइ भन् हो जय जाँदा हुन्छ अब हामी घुमेर के गर्ने दसैँ आएको छ कि छैन दसैँ आएको छ ल भाइ अब हामी घुम्न जान्छौँ मन दोकान जाने त होला नि कहाँ जाने हामी दोकान जाने आजको मौसम छ राम्रो छ एकदम राम्रो छ आजको मौसम नि के छ तिमीहरूको ल कहाँ हिँडेको तिमीहरू घर को हो यो भाइ कस्तो राम्रो मौसम यता हेलो गाइज भन्दै हिँड्नु न यता नानीहरूसँग हिँड्दैछु है ल है गाइस हामी आएका छौँ घुम्न हामी कहाँ आएका छौँ घुम्न यता हेलो गाइस भन्दै सर ल भन्नु यता हेर तिमीहरू साइमन यता हेर हेरे हामी चाहिँ टक्क साइकलमा जाँदैछौँ घुम्नुलाई नि साथी हो तिमीहरू साथी हो हामी यो सिलगढीमा चोकदेखि माथि जाँदैछौँ हरियाली बादलमा हेर्नुहोस् राम्रो राम्रो छ है केटा हो ल साथीहरू आज टिकाको दिन रहेको छ नानीहरू टिका लाउनु त हुँदैन
ल यसपालि दसैँको पिङ पनि खेलिँदैछ ल लिङ्गे पिङ राखेको छ टाइम कस्तो लाग्यो राम्रो लाग्यो मजा आयो पिङ खेल्यौ मजा आयो ल के तिमी पिङ खेल्ने हो पिङ खेल्छस् भाइ पिङ खेल्ने भाइ मजा आयो डर लाग्यो भाइ नखेल्ने खेल्ने तिमीलाई मजा आयो मजा आयो ल अनि भयो Thank you for watching. Bye.